वेलकम ब्याक वान्स अगेन। धेरै स्टुडेन्टहरूले टेस्ट कसरी दिने कसरी हेर्ने भन्ने कुराहरू पनि एकदम धेरै तपाईँहरूले क्वेरी राखिराख्नु भएको थियो। सो तपाईँहरूले चाहिँ कसरी चाहिँ टेस्ट दिन मिल्छ भन्दाखेरि म तपाईँहरूलाई यहाँनिर एचएको चाहिँ दिएर देखाउँछु। सो तपाईँहरूले अरू फ्याकल्टी पनि यसै गर्न सक्नुहुन्छ। कन्टिन्यू गर्नु होला। आफ्टर द्याट टेस्टमा जानु होला। तपाईँहरूको यो फुल मक टेस्ट भनेको चाहिँ स्याटरडे हुने हो। सो अहिले म डेली मक टेस्टबाट देखाउने चाहिँ कसरी गर्ने भनेर यो टेस्टमा जानु होला। आफ्टर तपाईँहरूको यहाँनिर टाइम दिएको हुन्छ है। तपाईँहरूले यो टाइम जुन टाइम दिएको छ त्यो टाइममा चाहिँ डेट र टाइममा चाहिँ तपाईँहरूले एक्जाम दिनुपर्ने हुन्छ है। सो मैले तपाईँहरूलाई देखाउनको लागि अहिले अलिकति सेड्युलिङ चेन्ज गरिदिएको छु आजको सेटमा। सो आज चाहिँ जुलाई 16मा चाहिँ आज बिहान कति बजीदेखि 8 AM चाहिँ टेस्ट सुरु हुने भनेको छ। सो यो चाहिँ मैले तपाईँहरूलाई भिडियो बनाउनको लागि देखाउनको लागि देखाइरहेको छु। तपाईँहरूको टेस्ट चाहिँ अरू बेला 5 बजीदेखि सुरु हुन्छ है। सो त्यो गर्दाखेरि तपाईँहरूले सुरुमा स्टार्ट नाउ गर्नु पर्यो। स्टार्ट नाउ गरिसके पछाडि यहाँबाट तपाईँहरूले आफ्नो एन्सरहरू टिक लगाउनु पर्ने हुन्छ। नेक्स्ट गर्नु होला, टिक लगाउनु होला, नेक्स्ट गर्नु होला, टिक लगाउनु होला, नेक्स्ट गर्नु होला। मैले यहाँ रेन्डम लगाइरहेको छु तपाईँहरूलाई देखाउनको लागि मात्रै हो यो। नेक्स्ट गर्नु होला। यसरी तपाईँहरूले सबै क्वेसन्समा चाहिँ टिक लगाउँदै जानु होला। मैले चाहिँ यहाँ कतिपय क्वेसन्सहरू स्किप पनि गरेको छु, तपाईँहरूले स्किप नगर्नु होला। म तपाईँहरूलाई सिकाउनको लागि मात्रै गरेँ हो। सो अब मैले रेन्डम एन्सर लगाइरहेको छु। तपाईँहरूले यो रेन्डम एन्सर लगाउने काम पनि नगर्नु होला। म 30-40सम्म पुगिसकेको छु। रेन्डम लगाइदिएको छ। तपाईँले यहाँबाट नेक्स्ट गरिसक्नु भएपछि सबमिट गर्ने अप्सन आउँछ। यहाँ सबमिट गर्नु होला। यहाँ पुगिसके पछाडि तपाईँहरूले के गर्नु पर्यो भन्दा फेरि सबमिटमा क्लिक गर्नु पर्यो हो। यति गरेपछि यहाँ तपाईँको देखाएको छ करेक्ट कतिवटा भएछ। 50वटामा एउटा करेक्ट भएको छ, 10वटा इनकरेक्ट भएको छ। टाइम कति लिएको छ भन्दा 4 मिनट 40 सेकेन्ड टाइम लागेको छ। अनि क्वेसन्स चाहिँ कतिवटा एटेम्प्ट गरेँ त मैले भन्दा 11वटा क्वेसन्स एटेम्प्ट गरेँ भनेको छ। अब तपाईँहरूले यहाँबाट डाइरेक्ट गो टु होम पेज गरिदिनु भनेपछि तपाईँहरूले रिभ्यू पाउनुहुन्न। तर रिभ्यू एन्सर गर्नुभयो भने यहाँनिर तपाईँहरूको अब देखाउँछ। यहाँनिर करेक्ट एन्सर एउटा भएको भनेको छ, इनकरेक्ट मेरो 10वटा भएको छ है। इनकरेक्ट कुन इनकरेक्ट भयो, कुन चाहिँ करेक्ट एन्सर हो भनेर पनि यहाँ देखाउँछ। तपाईँले चेक गर्नु होला। अब स्क्रिप्ट के गरेँ त मैले, स्क्रिप्ट के गरेँ, स्क्रिप्ट यो गरेँ, यसको एन्सर चाहिँ कुन रहेछ भनेर पनि यहाँनिर देखाउँछ। तपाईँहरूले यसरी पनि हेर्न सक्नुहुन्छ है। धेरै स्टुडेन्टले चाहिँ एन्सर पनि देखाएको छैन, कहाँ आयो भनिराख्नु भएको छ। सो यो प्रोसेसबाट हेर्नु होला। तपाईँहरूले लगाएको करेक्ट भएको, इनकरेक्ट भएको, अनि स्क्रिप्ट गर्नु भएको, राइट एन्सर सबै चाहिँ यहाँबाट तपाईँले देखाउन सक्छ है। देखाउँछ, तपाईँले मजाले यहाँबाट हेर्न सक्नुहुन्छ।